चिट्ठा पारा मिलेन पारा मिलेन चिट्ठा पारा मिलेन मतलता दिन Hello everyone, welcome back to my new video. Finally, अहिले चाहिँ हामी चाहिँ जय माटो ठ्याक्कै अहिले चाहिँ हामी झापाको बजार छेउमै र हामी चाहिँ यहाँ भेला हुँदैछौँ। हजुर कुन पार्टीलाई दिनुपर्ने भन्नुभएको? माटो हर्क साम्ताङलाई दिनुपर्छ ल बुवा। हर्क साम्ताङमा काम देख्नु भएको छ नि तपाईँलाई होइन युट्युबभरि हर्क साम्ताङलाई दिनुपर्छ। हामी चाहिँ अहिले यहाँ पर्खिरहेछौँ हाम्रो आजको हाम्रो दिनभरिको यात्रा चाहिँ हेरौँ कता कता हुन्छ कहाँसम्म हुन्छ। हामी चाहिँ टक्कसँग अहिले कति बज्यो भन्दाखेरि 11:20 भएको छ। जय माटो! जय माटो! अरू 2-3वटा गाडी चाहिँ गइसकेको छ। हामी चाहिँ यहाँ बुबुलाई यो टी सर्ट दिनु पऱ्यो भनेर पर्खिरहेको छु। यता चाहिँ तेल लाउँदै हुनुहुन्छ हाम्रो दाजुहरू तेल लाउँदै हुनुहुन्छ। अब अरू पार्टीमा हो त तेल लाउने पैसा पनि दिन्थ्यो होला होइन, तर हाम्रो चाहिँ एकदम इमान्दारी हुन्छ नि। हाम्रो हर्क साम्ताङ पार्टी चाहिँ आफैले यहाँ जतिजना हुनुहुन्छ आफ्नो साधन छ सबैले आफ्नै खर्चमा या भनौँ आफ्नै पकेटबाट खर्च गर्दै हुनुहुन्छ। त्यस्तै छ सुरुङ्गामा चाहिँ। आज सुरुङ्गामा चाहिँ मैले देखेको महँगो, त्यस पछाडि काङ्ग्रेस, त्यस पछाडि एमाले को चाहिँ यहाँ मैले भिड देखिरहेको थिएँ। भएको चाहिँ भर्खर भेला पनि हुँदैछ। भेला भएर फेरि कोही लाग्दै पनि छन्। हामी चाहिँ यहाँ वेटिङमा छौँ पछाडि आउनुहुने जतिको लागि चाहिँ तेल लाउनलाई यहाँ लाइनमा हुनुहुन्छ। भोट केमा भन्छु? माटोमा भन्नु है। भोट केमा? माटोमा। हर्क साम्ताङ जिन्दाबाद। आज मैले सोलुखुम्बुको सिस्नु र झापाको चामलको भात खाएर आएको छु। घोक्रो सुकाएर मात्र घर जान्छु। सुरुङ्गाको बजार अलिक छिट्याउनु पर्छ गाडीमा चाहिँ अगाडि लाग्छ।
चाहिँ हुन्छु फिरार त गाई छ हामी पनि साइला बुबुले फोन गर्नुभएको थियो आइपुग्नु भएको छ कसको लागि राखिदिएको न यो आयो एकजनाको लागि राखिदिएको जस हाम्रो पनि माहौल त राम्रै देखिन्छ है हो यो बजेको अगाडि चाहिँ हुनु पऱ्यो कि हामी बजेको अगाडि चाहिँ नाच्नुपर्छ गीत बज्दाखेरि सेवा चाहन्छु
गरी गगने पारा मिलेन चिट्ठा पारा मिलेन पारा मिलेन चिट्ठा पारा र अबदेखि हामी कुनै पनि प्रचार प्रसार तथा चुनावी र्यालीहरू गर्ने छैनौँ। यो आज 12 बजेदेखि हाम्रो मौन समय र मौन अवधि रहने भएकोले तपाईँहरूलाई म उपस्थित सम्पूर्ण आज झापा गाउँपालिकाका साथीहरू संवाददाता साथीहरूलाई पनि यसै प्राङ्गणबाट स्मरण गर्न चाहन्छु। त्यसै गरी सरकारीबाट उपस्थित हुनुभएका साथीहरूलाई पनि म यसै स्थानबाट सम्झन चाहन्छु, किनभने उहाँहरू अहिले हामी माझ हुनुहुन्न, केही साथीहरू मात्रै हुनुहुन्छ। त्यसै गरी गौरीगञ्ज गाउँपालिका वडा नम्बर 1 र 2बाट समावेश हुनुहुने साथीहरूलाई पनि म यसै स्थानबाट उहाँलाई सम्झन चाहन्छु, किनभने उहाँहरू पनि हामी माझ आज अहिले हुनुहुन्न। त्यसै गरी शिव शताक्षीको सम्पूर्ण श्रमदाता साथीहरूलाई म निर्वाचन परिचालन समिति क्षेत्र नम्बर 4 को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि आज उल्लासमय सहभागितालाई विशेष धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा पनि हामी यस श्रमदाता अभियानलाई श्रमदान अभियानलाई निरन्तरता दिने नै छौँ, यो वचन पनि म तपाईँहरूलाई दिन चाहन्छु। र आजको कार्यक्रमलाई स्थगन गर्नुभन्दा अगाडि हाम्रा यस क्षेत्र नम्बर 4 का प्रत्याशी उम्मेदवार अमृता देवी राईज्यूलाई 2 शब्द राखेर सभालाई विसर्जन गर्ने अनुमति दिँदै म पनि आजको कार्यक्रमको यस विशेष क्षणबाट बिदा हुन चाहन्छु। र आजको आसन्न निर्वाचन 2082 मा अञ्जुलीभित्रको चुनाव चिन्ह माटोमा मतदान गरिदिन साथै गरेर लगाइदिन उत्प्रेरणा जगाइदिनु हुनका लागि सम्पूर्ण श्रमदाताहरूलाई अनुरोध गर्दै म आसन्न निर्वाचन 2082 लाई सफल बनाउनका लागि तपाईहरु आफ्नो आफ्नो स्थानबाट अहोरात्र खटिदिनका लागि पनि म अनुरोध गर्दै र आउँदै गरेको भोलिको होली पर्वको विशेष शुभकामना दिँदै तपाईहरुलाई म जानकारी दिन चाहन्छु। हाम्रो श्रमदाता टी सर्ट लगाएर भोलि कहीँ पनि होली नखेल्दिनु होला, किनभने यो निर्वाचन आचार संहिता अनुसार हामी फेरि गलत ठहरिनेछौँ र तपाईहरुले भोलिको होलीमा हाम्रो यस श्रमदाता टी सर्ट अथवा श्रम संस्कृति पार्टीको टी सर्ट लगाएर होली नखेल्दिनका लागि अनुरोध गर्दै अबको कार्यक्रमलाई विसर्जन गरिदिनका लागि म हाम्रा क्षेत्र नम्बर 4 का प्रत्याशी उम्मेदवार अमृता देवी राईलाई अबको समय हस्तान्तरण गर्दै म निर्वाचन परिचालन समिति क्षेत्र नम्बर 4 का संयोजक मिलन कुमार राई पनि तपाईहरु माझबाट बिदा हुन चाहन्छु। धन्यवाद। जय माटो, जय देश, जय भारत सरकार, जय श्रम संस्कृति। आदरणीय यस शिव शताक्षी नगरपालिका 2 नम्बर वार्डका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू साथै आज बिहानदेखि हामी यो संस्कृति पार्टीमा आबद्ध जिल्ला कमिटीका उपाध्यक्षज्यू र नगरपालिकाका अध्यक्षज्यूहरू, वडा कमिटीका लगायत सल्लाहकारज्यूहरू लगायत प्रचार समितिका सम्पूर्ण सदस्यज्यूहरू लगायत सम्पूर्णलाई बिहानदेखिको आज हामी 8-9 बजीदेखिको हामी हिँड्यौँ यो रेलीमा। यसमा तपाईहरु सबैजनाले यो भोक तिर्खा नभनी गर्मी नभनिकन यस रेलीमा धुलो नभनिकन सहभागी भइदिनु हुनुकोमा सम्पूर्णलाई म उम्मेदवार अमृता देवी राईको तर्फबाट धन्यवाद दिँदै र धेरै समय म लिन चाहन्न। यही अब 21 गते हाम्रो चुनाव छ। यो चुनावमा तपाईहरु भोलिदेखि नमुना मतपत्र लिएर चाहिँ तपाईहरु घर दैलोमा गएर बुढाबुढी आमा बुबाहरूलाई एकदम सिकाउनु हुनेछ भन्ने अस्वस्थ अपाङ्ग जो हुनुहुन्छ उहाँहरूलाई पनि तपाईहरुले कसरी घरदेखि चाहिँ मतदान केन्द्रसम्ममा लाग्छ त्यसमा चाहिँ तपाईहरुले सहयोग गर्नुहुन्छ भन्ने पूर्ण विश्वासको साथ सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू यो हाम्रो नयाँ पार्टी श्रम संस्कृति पार्टीलाई एकपल्टको लागि आफ्नो अमूल्य मत दिई विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दै मेरा 2 शब्द यही अन्त गर्छु। फेरि पनि तपाईहरुसँग भेट्ने बाचा गर्दै अहिलेलाई मेरा भनाइहरू यही अन्त गर्छु। धन्यवाद। जय माटो, जय माटो।